हेलो गाइजहरू, के छ खबर? जङ्गलमा कहाँ हो आएको कि कतै पनि बाटै छैन, सबै भुतिया घरहरू मात्रै। यहाँ एउटा ट्याङ्की रहेछ, पहिला बस्ने आएको यताउति रहेछ। घाँस काट्ने जस्तो छ, यता पनि केही छैन गाइस। म कहाँ हिँड्नेछु कहाँ हिँड्छु थाहा छैन। कसको बाइक चाहिँ साथै त्यो पुरा गाउँमा आए जस्तो फिल भइरहेको छ। के हो यो माथि पनि यहाँ बहिनी आउँछ छनलाई त कहाँ, मलाई केही थाहा छैन। ल वनको बिचतिर जाँदैछ। यहाँ सिँढी पनि रहेछ। के हो यो, कहाँ जाने बाटो हो? जान्न माथि कहाँ पुग्दो रहेछ। गाईबस्तुहरूको मसल छ पक्कै। यहाँ गाई भैँसी चराउने ठाउँ हुनुपर्छ। कहाँ यहाँ यार, यतातिर भ्यू चाहिँ यस्तो छ। म चाहिँ उतातिरबाट आएको, म चाहिन्छ उता हो। अब भ्यू चाहिँ यस्तो छ गाइस। म हिँडिरहेको छु यता, कहाँ हिँड्यो त्यही प्यारा हो। त्यो दिन त हाँस काट्दा आउने ठाउँ जस्तो छ यसो हेर्दाखेरि। अगाडि बाघ भालु पनि हुनसक्छन् गाइस, आई डोन्ट नो। कहाँबाट के आउने के थाहा। यतातिर जाने के रहेछ हेर। हेर्नु गाइस पछाडि के आउँछ कि यस्तो रहेछ। देख के हो यता पा। उतातिर यस्तो देखिँदो रहेछ। यता रुपाताल बस्छ। यता ऊ त्यो सेतो देखेको चाहिँ रुपाताल हो। म कहाँ मेरो साइकल चाहिँ त्यहाँ छ। लास्ट डर लाउँछ हेर्दै त। उही उता हेर्नु गएछ, लास्ट डर लाउँछ यार। रमाइलो हुने हाल्छ यता। के रहेछ यता, औडा ठाउँ आइसकेँ म। उही कहाँबाट के आउने केही थाहा छैन। सकियो बाटोमा। यतापट्टि यहाँ तलतिर कहाँ जाने बाटो हो? यतातिर कहाँ जाने हो यो बाटो केही थाहा छैन। तलतिर गइरहेछ। यतापट्टि कहाँ जाने चाहिँ हेरौँ है त। यतापट्टि पुरै झाडी चाहिँ झाडी छ। लास्ट वाला भाग यार भाग। कहाँ हो कहाँ कहाँ हो कहाँ हरायो। कहाँ हो कहाँ त्यो यतातिर यस्तो छ। यतातिर यस्तो गुफै गुफा। यता पछाडि हेरेर उस्तै गुफा। कहाँ जाने हो म? म एकचोटि म्याप हेर्छु गाइस।
के अरे एकदम पुगेन भन्ने छ गरिब बनाएर हेर्नु गाइस म यहाँ छु अहिले ठ्याक्कै यो कहाँ हो यहाँबाट यता गएर यो त यहाँ कहाँ तल हुइमा निक्लौँ भनेको बाटै भेटिएन अब यस्तो झ्याङै झ्याङ छ पुरै त्यसले गाइस म चाहिँ यहाँबाट फर्किँदैछु यस्तो छ जतासुकै कताबाट के आउने होला भन्ने जस्तो म जाँदैछु फ्रन्ट भ्यू हेर्नु त गाइस कस्तो छ औडा मजा आइरहेको छ गाइस यस्तो छ बाटो चाहिँ खतरा मजाको बाटो यो गाइस वाउ what a nice view मजाको भ्यू छ यार ल ठिक छ गाइस धन्दै गुल्दैन ठिक छ वाउ आई एम भेरी वाउ मजाको यस्तो दामी भ्यू छ नि यता अगाडि म कहाँ गुल्टिनु पाएन यहाँ चाहिँ पुल रहेछ एउटा कि एकदम दामी भ्यू छ क्या यहाँ त नहर पनि रहेछ यहाँ नहर रहेछ अनि यहाँबाट चाहिँ नहरबाट पानी छोडिदिए रहेछ त्यही भएर यहाँ यत्रो खोल्या रहेछ कि पहिलेबाट दामी भ्यू छ गाइस दामी थम्बनेल यो